थिए कि तपाईँ आध्यात्मिक वक्ता हुनुभएछ। विज्ञान, मैले विज्ञान सम्मतको प्रश्नहरू उठाएँ नि। नयाँ पुस्ता यो हाम्रो जुन हिन्दू संस्कार परम्परा जो हामी बेहोरिरहेछौं यो चाहिँ विज्ञानसँग मेल खाँदैन, तसर्थ व्यावहारिक जीवनमा यसको औचित्य छैन भन्ने नयाँ पुस्ता त्यस्तो विषय उठान गर्छ। तर तपाईँ विज्ञानको विद्यार्थी आध्यात्मिक वक्ता हुनुभएछ, केले आकर्षित गर्यो? तपाईले विज्ञानसँग यो पूर्वीय दर्शन र हिन्दू संस्कारको कहाँ मेल देख्नुभयो, तादात्म्य कहाँ खायो, बताइदिनुस् त। हिन्दू संस्कृति भित्रका सबै कृत्यहरू परम वैज्ञानिक छन् र यो हिन्दू संस्कृति विज्ञानको कसौटीमा संसारमा सबैभन्दा खरा उत्रिन सक्ने दर्शन हो भन्ने कुरा मैले वैज्ञानिकहरूका साहित्यमा पढेँ, उनीहरूको जीवनीमा पढेँ। म एक दुईटा उदाहरण दिन्छु। तपाईँ विज्ञान पढ्दा पढ्दै त्यसरी म एउटा कथा पनि जोडिहाल्छु। एउटा मान्छेको घरमा साँझमा सुँगुर आएछ, यो रमाइलो कथा छ। अनि सुँगुर आइसकेपछि त्यो घरको शाकाहारी परिवार अतिथिलाई सम्मान गर्ने, घरमा सम्मान गरेर राति राखेछन्, पालेछन्। केही दिन राख्न मन लागेछ, पाल्दै जाँदा ठूलो भएछ। अब उनीहरू मारेर खाँदैनथे, जंगलमा छोड्नु पर्यो भनेर छोड्दाखेरि त त्यो सुँगुर ऊभन्दा पहिल्यै घरमा आइसकेछ। कताबाट आयो? अझै पर लगेर यसले बाटो अनकन्टारमा लगेर छोड्छु ताकि यसले बाटै बिर्सियोस् भने जिगज्याग वेबाट लगेर छोडेछन्। संयोग कस्तो परेछ भने छोड्ने मान्छे आफैले बाटो बिर्सिएछ है। त्यस्तो बेलामा बाटो बिर्सिसकेपछि अब उपाय के होला त भनेको अघि त्यो जंगलमा छोडिसकेको सुँगुरलाई गएर, ल भाइ त अब फर्केर घर हिँड, तँलाई बाटो थाहा छ र तेरो पछि पछि लागेर म पनि मेरो घरमा गन्तव्यमा पुग्छु भनेर त्यो मान्छे त्यही सुँगुरको पछि लागेर घर आएछ। म अहिले यो सन्दर्भलाई पूर्व र पश्चिमको संस्कृतिसँग जोड्न चाहन्छु। हामीले पश्चिम नै राम्रो हो भनेर हामीले उता अवलम्बन गर्यौं। म पनि ती मध्येको एउटा युवा। पश्चिमाहरूले विकास बढ्ता गरे, हामी यो विकास गरेनौं। यो धर्म कर्मको मात्रै कर्म त काम भइगयो, धर्मको कुरा गर्यौं, त्यसबाट जन शोषित भए, फलत यसबाट विमुख हुँदै गए र हिन्दू संस्कार पूर्वीय दर्शन चाहिँ काहीँ न काहीँ गौण हुन गयो। तसर्थ त्यसमा परिष्कृत परिमार्जित चाहिँ खास गरी विद्वान विदुषीहरू हुनु जरुरी छ। उनीहरूले नयाँ ढंगले नयाँ पुस्तालाई आकर्षित गर्नु जरुरी छ भन्ने दृष्टिकोण म पश्चिमा वैज्ञानिकहरूलाई त धन्यवाद दिन्छु। उनीहरूले धर्मलाई चुनौती दिएर विज्ञानलाई अगाडि बढाएका छन्। तर उनीहरूले विज्ञानलाई अगाडि बढाइरहँदा मैले अहिले जोड्न खोजेको सन्दर्भ पनि यही हो। उनीहरूले जति पनि वैज्ञानिक खोज अनुसन्धान र आविष्कारहरू गरे, साइन्टिफिक प्रिन्सिपलहरू उनीहरूले इन्भेन्सन गरे, त्यसको पछाडि उनीहरूले हरेकले पूर्वीय दर्शनलाई श्रेय दिएको मैले पाएँ। मैले यो त के हो र, उनीहरू नै महान हुन् भनेर उनीहरूलाई स्तुति गरिरहँदा उनीहरूले हामी त के हो र, पूर्वीय दर्शन पो हो त महान भनेर मेरो आँखा खोलिदिए कि जंगलमा छोड्न गएको सुँगुरलाई बाटो बिराएर त्यही सुँगुरको पछि लगाएर आफ्नो घर आउनु परे जस्तै म पनि पश्चिमा नै श्रेष्ठ हुन् भनेर उनको पछि लाग्दा उनले मेरो घर चिनाइदिए। म अब उदाहरण दिन्छु। मैले जसले यो प्रश्न गर्छन् युवाहरूलाई, जसलाई विज्ञानको पिता भनेर चिनिन्छ, द फादर अफ साइन्स, उनको नाम हो अल्बर्ट आइन्स्टाइन। उनका 3टा वचनमै विज्ञान र धर्मको सम्बन्ध थाहा हुन्छ। उनले हजुरले के ईश्वरमा विश्वास गर्नुहुन्छ भनेर सोधे एकपटक। उनले भने यस आई बिलिभ इन गॉड हु रिभेल्स हिमसेल्फ इन अर्डरली हार्मोनी अफ दिस युनिभर्स। अनि दोस्रो पटक उनलाई सोधे हजुरले यो जति पनि खोज अनुसन्धान वैज्ञानिक आविष्कारहरू गर्नुभयो, फोटो इलेक्ट्रिक इफेक्ट, प्रकाश र ब्रह्माण्डको गति, द थ्योरी अफ रिलेटिभिटी, यिनीहरूको बारेमा गहन अध्ययन गर्नुभयो, यसको श्रेय कहाँ जान्छ, कसलाई दिनुहुन्छ भनेर भन्दा उनले दोस्रो पटक भने आई हेभ मेड द भगवत गीता एज द मेन सोर्स अफ माई इन्सपिरेसन एन्ड गाइड फर द पर्पज अफ माई साइन्टिफिक इन्भेस्टिगेसन एन्ड फर्मेसन अफ माई थ्योरिज। तेस्रो पटक उनले हाम्रा ज्योतिषका कालगणकका हाम्रा ऋषिहरू जस्तो नवलपरासीका महान ऋषि पराशर, उनकै नामबाट पराशी भएको हो, ती महान ऋषिहरूलाई सम्झेर भने वी ऑल अलॉट टू हिन्दूज हु टॉट अस हाउ टू काउंट without which no worthwhile scientific discovery could have been made। यो एउटा विज्ञानको पिताको उक्ति हो। मैले यसको अनुवाद गर्छु। म ईश्वरमा विश्वास गर्छु जसले संसारको अद्वितीय व्यवस्थामा आफूलाई प्रकट गरेको छ। पहिलो वाक्य। म मेरा सम्पूर्ण वैज्ञानिक आविष्कार खोज अनुसन्धानहरूको श्रेय नेपाली माटोमा लेखिएको भगवत गीतालाई दिन चाहन्छु, जो बिना मैले यति पनि वैज्ञानिक खोज आविष्कार गर्न सम्भव थिएन। तेस्रो पटक म मात्रै होइन, पूर्वीय दर्शनका जति पनि महान कालगणज्ञ गणितज्ञ ऋषिहरू छन्, ती महान ऋषिहरूप्रति हाम्रो सम्पूर्ण भौतिक विज्ञान चिरऋणी छ। वी ऑल अलॉट टू हिन्दूज
हिन्दूहरूप्रति चिर ऋणी छौं, जसले हामीलाई गणना गर्न सिकाए, जो बिना विज्ञानको एउटा पनि आविष्कार सम्भव छैन। यो विज्ञानका वैज्ञानिकले भने, पिताले भने। म दोस्रो, द फादर अफ एटोमिक बम, जसलाई जुलियस रोबर्ट ओपेनहाइमर। त्यसमा जानुभन्दा पहिले जस्तो नेपाली माटोमा लेखिएको भागवत गीता भगवत गीता हो। वेद, 4 वेदका संकलक, 4 उपवेदका संकलक, 72 पुराणका लेखक, ब्रह्मसूत्र, महाभारत र आनन्द रामायणका व्यास स्मृतिका लेखक भगवान वेद व्यासको जन्म नेपालको तनहुँ जिल्लाको व्यास नगरपालिका दमौली व्यास गुफादेखि पारी पराशर आश्रम अहिले पनि छ, त्यहाँ भएको कुरा आजभन्दा हजारौं वर्ष अगाडि लेखिएका हाम्रा वैदिक ग्रन्थहरूले प्रमाणित गरेका छन्। प्रमाणित छ र हामीले गौरव गर्नुपर्छ। जस्तो यो सगरमाथाको प्रतीक नेपाली टोपी मैले लगाएको छु। संसारले जति तरक्की गरोस् सगरमाथा भन्दा माथि कुनै मुलुक जान सक्दैन हैन। नेपाल इज द कन्ट्री अफ हाइट एन्ड लाइट। यो हाइट हाम्रो हाइट, हाम्रो विश्वको शिर नेपाल हुनुको अर्थ यसले संसारलाई हेर्ने आँखा पनि आफूमा राखेको छ, संसारलाई सुन्ने कान पनि यहाँ छ, सुग्ने नाक पनि छ, संसारलाई पुष्ट गर्ने मुख पनि यहाँ छ, संसारलाई नेतृत्व गर्ने पूरा मस्तिष्क यहाँ छ। त्यसैले यो देशको गरिमा हामीले नजानेर हो, केवल बुद्ध नेपालमा जन्मेका भनेर हामीले आवाज गरेर पुग्दैन। भगवान व्यास बुद्ध जत्तिकै एउटा महामानव हो, जसलाई हामीले नेपाली छोरा हुन् भनेर प्रचार गर्दा नेपालको गौरव हजारौं गुणा माथि पुग्छ। मैले त्यही कार्य मैले त्यस्ता विद्वान विदुषीहरूको जन्म भएको रहेछ, उहाँहरूले यहाँ न्यास ध्यान सारा गर्नुभयो। तर पछिल्लो हाम्रो पुस्ताले चाहिँ काहीँ न काहीँ त्यो पक्षलाई त्यो एज अनुयायीको रूपमा आफूलाई स्थापित हुन नसकेको अवस्था रहेछ है। कहाँ त कहाँ हामी कसरी बाटो बिराएछौँ बताइदिनुहोस् त। किनभने संसार यी जे विद्वानहरूका तपाईँ नाम दिइरहनु भएको छ, उहाँहरूले हाम्रो पूर्वीय दर्शन, हाम्रो हिन्दू संस्कार र विधिका सम्पूर्ण रूपले अगुवाको भूमिका निर्वाह गरेको त्यस्तो व्यक्ति अमिट छाप उहाँहरूले छोड्नु भएको छ। हामी कहाँबाट अलिकति विमुख भएछौँ, के कारण हुन सक्छ त्यो? वास्तवमा म एउटै मात्रै कारण यसलाई म के जान्दछु भने, योगी राष्ट्रगुरु योगी निरनाथले भन्नुहुन्थ्यो, शिक्षा विकाले सकलो विकारः, शिक्षा सुधारे सकल सुधार। जबसम्म हामीमा पूर्वीय दर्शनमा आधारित शिक्षण पद्धति पाठ्यक्रम थियो, तबसम्म हाम्रा हरेक व्यक्तिहरूमा नैतिक चरित्र अत्यन्त दृढ थियो। शरीरबल, आत्मबल, मनोबल र चरित्रबल अत्यन्त दृढ थियो। आज आएर म एकदमै शक्ति भए चाहिँ कसैले चुनौती दिन सक्दैन। ताकत म एउटा यहाँ प्रश्न भन्छु, आजभोलि मिडियामा कार्यक्रम चलाउने व्यक्तिहरूको बोली यति अशुद्ध भइसकेका छ, क्षमा गर्नुहोला, मैले हजुरको भन्न खोजेको छैन, हजुरको छैन। विद्यालय भन्ने शब्द, उद्योग भन्ने शब्द, विद्युत भन्ने शब्द शुद्ध बोल्न नजानेर विद्यालय, विद्युत, उद्योग भन्दै राष्ट्रिय मिडियाबाट कार्यक्रम चलाइराखेका छन्। भनेपछि हामीले कस्तो जनशक्ति जसले आफ्नो भाषा पनि शुद्ध बोल्न जान्दैन, जसलाई आफ्नो भाषा नभएर अर्काको भाषाको गर्व छ। मैले गौरव गर्न चाहन्छु, संस्कृत भाषा विश्वका सबै भाषाहरूको जननी हो। युनाइटेड नेसन अर्गनाइजेसनले रिपोर्ट दिएको छ, संसारका 97% अर्थात 97% भाषाहरू 2792 भाषामा 2711 भाषा प्रत्यक्ष रूपमा संस्कृतबाट अनुप्राणित छन्, संस्कृतबाट उद्भूत छन् भनेर प्रमाणित भएको छ युएनओले। र अंग्रेजी भाषा जो चाहिँ एउटा गोठालाको भाषा हो, 5औं शताब्दीमा जुट स्याक्सन र एङ्गल्सहरू बेलायतमा जाँदाखेरि भेडा चराउनेहरूले लिएर गएको भाषा हो। त्यो कुनै परिष्कृत भाषा होइन र आफ्नै मौलिक भाषा पनि भने ग्रीक आदि ल्याटिन आदिबाट आएको। त्यो भाषाका मौलिक शब्दहरू, मूल शब्दहरू जम्मा 65,000 छन्। तर हाम्रो गरिमामय नेपालको अर्घखाँचीको परिणाममा संसारको सबैभन्दा महत्वपूर्ण संस्कृत भाषाको व्याकरण ग्रन्थ लेखिएको छ ऋषि पाणिनीद्वारा। त्यो भूमि पनि नेपाल हो, त्यो महानतम देश नेपाल। त्यो पाणिनी ऋषिले लेखेको त्यो महान व्याकरण ग्रन्थ जुन छ, संस्कृत भाषा जुन छ, यो भाषामा कति शब्द छन् मूल यहाँले सुन्दा आश्चर्यचकित हुनुहोला। 65,000 अंग्रेजीमा छन् भने 1 खरब 2 अरब 78 करोड 50 लाख शब्द छन्। त्यही भएर अहिले म नासाको वैज्ञानिकहरूको कुरा गर्दैछु, युवाहरूले अत्यन्त ध्यानले यो कुरा सुन्नुपर्छ। यहाँले अल्बर्ट आइन्स्टाइनको कुरा गर्नु हो, म नासाको अहिले बताइहाल्छु प्रसङ्गमा। नासाका वैज्ञानिकहरूले 6th जेनेरेसन र 7th जेनेरेसनको कम्प्युटरको लागि धेरै कडा मेहनत गरिरहेका छन् र उनीहरूले हेरे 10,000 वर्षसम्म पनि भाषामा कहिल्यै परिवर्तन नहुने,
अर्थ एउटै शब्दले हजारौं अर्थ दिन सक्ने र एउटै अर्थ भएका हजारौं शब्द भएको द्विवचन संसारभरिका अरू कुनै भाषामा नभएर केवल द्विवचन पनि भएको भाषा, संसारको सबैभन्दा समृद्ध भाषा, संसारका सबैभन्दा समृद्ध साहित्य लेखिएको भाषा संस्कृत भाषा हो र यो भाषाले विश्वलाई जोड्न सक्छ, विश्वलाई त्यो पनि लामो हजारौं वर्षसम्मलाई जोड्न सक्छ भन्ने कुरामा बुझेर उनीहरूले एउटा शब्द प्रयोग गरेका छन्, आर्टिफिशियल इन्टेलिजेन्स का लागि पनि संसारमा संस्कृत बाहेक अर्को उपयोगी भाषा छैन र मोडर्न साइन्स एन्ड टेक्नोलोजीका लागि र कम्प्युटरका लागि संस्कृत भन्दा अर्को उत्तम भाषा छैन भनेर नासाका वैज्ञानिकहरू, नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन नासाले उनीहरूले अब 6th र 7th जेनेरेसनको सन् 2025 र सन् 2034 सम्म ल्याउने कम्प्युटरहरू 100% संस्कृत विधिमा आधारित रहेर ल्याउँदैछन्। जमाना यस्तो आउँदैछ जिब्राम सर, संस्कृत जान्दैन, जसले संस्कृत जान्दैन उसले अब मोबाइल चलाउन नजान्ने, उसले अब कम्प्युटर ल्यापटप चलाउन नजान्ने जमाना आउँदैछ। हामी कहाँ छौं? त्यही भएर अब आँखा खोल्नु पर्यो। मैले धेरै पटक अन्तर्राष्ट्रिय मिडिया आस्थाबाट यो कुरा बोलेको छु, संस्कारबाट बोलेको छु। सूर्य जहिले पनि जब उदाउँछ पूर्वमा उदाउँछ, त्यही भएर वास्तुशास्त्रले पूर्वबाट पश्चिमतिर बगेको हावा शुद्ध हुन्छ भनेर पूर्वबाट पश्चिमतिर गएको हावालाई शुद्ध मान्दछ। त्यसैले हावा उताबाट यता आउन हुँदैन, यताको हावा उता जानुपर्छ, पूर्वबाट पश्चिम जानुपर्छ। त्यही भएर अब हामीले यो कार्य गर्दैछौँ। मलाई गौरव लाग्छ, मैले विगत 5-7 वर्षदेखि नेपालका लगभग सबै मिडियाबाट कार्यक्रमहरू सञ्चालन गर्ने मौका पाएको छु। कान्तिपुरमा 3.5 वर्ष प्रवचन गरेँ र साधन स्रोत असाध्य हाम्रो कमजोर अवस्था छ। पश्चिमाहरू सम्पूर्ण साधन स्रोत अर्थात् अर्थको मैले कुरा गरिरहेको छु, त्यो आर्थिक रूपले सम्पन्न छन्। हामी उनीहरूसँग कसरी प्रतिस्पर्धा गर्ने, हाम्रो मान्यता कसरी स्थापित गर्न सकौँला र संसारका हामी यो दुनियाँमा संसारमा सबभन्दा हामी सम्भ्रान्त छौं है, सबै विधि विज्ञान सबै हिसाबले भन्दा कसरी हामीले पुष्टि गर्ने? मैले यो एउटा क्लियर गरिहाल्छु। अति रूपवती सीता, अति गर्भिण रावण। संसारमा जो सबैभन्दा राम्रो छ त्यसलाई सबैभन्दा बढी समस्या पर्छ। सायद सीता अत्यन्त सुन्दरी नभएको भए रामलाई त्यति दुःख झेल्नु पर्थेन। आज नेपाललाई समस्या भएको, नेपाल संसारमा सबैभन्दा समृद्ध भएर हो। मलाई क्षमा गर्नुहोला, समृद्ध शब्द अहिले जुन चलेको छ यसको शुद्ध अर्थ हुन्छ राम्रोसँग पागल भएको। सम भनेको राम्ररी, भ्रान्त भनेको पागल। अब अहिले यो एकदमै एउटा कस्तो भने एउटा एकदमै आदर्श व्यक्ति, एउटा धनाढ्य व्यक्तिको प्रतीकको रूपमा यो सम्भ्रान्त शब्द प्रयोग गर्न लागि होइन। मैले यो यसो खाली जनाएको मात्रै। र नेपाल गरिब छैन के? नेपाल, मैले यहाँलाई भनौँ, हाम्रा नेताहरूले भाषण गर्दा जहिले पनि नेपाललाई स्विजरल्यान्ड बनाउने भन्छन्। नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता लिनुभन्दा अगाडि संयुक्त राष्ट्रसङ्घको पहिलो कर्मचारीको रूपमा नेपालमा आउने व्यक्ति स्विस जियोलोजिस्ट टोनी हेगन, उनी नेपालको अध्ययनका लागि आए। उनको डकुमेन्ट्री युट्युबमा हेर्न सकिन्छ। र उनले के भने म नेपालमा नआएको भए मैले यति शान्ति र यति सुख अनुभव गर्ने थिएन। धन्य ईश्वर मलाई नेपालको माटो टेक्न दियौ, नेपालको सुन्दर दृश्य देख्न दियौ। सबैले विश्वलाई आफ्नो देशलाई स्विजरल्यान्ड बनाउने भन्छन्, नेपालीहरूले पनि स्विजरल्यान्ड बनाउने भनेको सुन्छु। तर काश मेरो जन्म नेपालमा भइदिएको भए, काश मेरो स्विजरल्यान्ड नेपाल जस्तो भइदिएको भए भनेर उनले बोलेका छन्। मैले उनको वाक्य जस्ताको तस्तै सुनाउँछु। म यो कुरा भन्न कहीँ पनि हिचकिचाउँदिन कि विश्वमा सबैभन्दा सुन्दर र सबैभन्दा सम्पदाले युक्त, सबैभन्दा विविधताले युक्त भएको देश केवल नेपाल हो। मैले यसको वाक्य अंग्रेजीमा सुनाउँछु। आई नेभर हेजिटेट टु से दैट नेपाल इज द मोस्ट ब्युटिफुल एज वेल एज भेरिड कन्ट्री इन द वर्ल्ड। हामी नेपाललाई के सोचिरहेछौँ? टोनी हेगन